हेलो एन्ड नमस्ते यहाँहरू सबैजनालाई जसले यो भिडियो हेर्दै हुनुहुन्छ। तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ र मैले आज के गर्नु लागिरहेको छु भन्दा अमलाको अचार बनाउनु लागिरहेको छु र यो अमलाको अचारमा चाहिँ मैले यी कुराहरू यी मरमसलाहरू र तपाईँहरूको घरमा जे छ मरमसला त्यही पनि लाएर बनाउन सक्नुहुनेछ। र मैले चाहिँ जिरा मेथी इत्यादिको धुलोहरू अजिना मरमसलाहरू त्यस्तै अदुवा लसुनको पेस्टहरू बनाएर चाहिँ यसरी अचार बनाउँदैछु। के कस्तो हुन्छ हेरेर साथ दिनुहोला। र यसै गरी मैले चाहिँ यो तरिकाले अमलाको अचार तयार गरेको छु र यो चाहिँ बयममा राखेर बट्टामा राखेर चाहिँ यो घाममा सुकाउनु पनि पर्दैन। यसलाई चाहिँ एकदमै सेफली तपाईँको ओसिलो ठाउँमा राख्यो भने पनि हुन्छ र लङ टाइमसम्म अर्को वर्षको लागि खाँदा पनि केही फरक पर्दैन। र यो तित्रीको अचार पनि मैले यसै गरी बनाएको छु। यो भिडियोलाई पनि हेरेर साथ सपोर्ट गरिदिनु हुन म अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच एभ्रिवान। र अर्को यो तित्रीको अचार बनाएको भिडियो पनि म नेक्स्टमा लगाउने छु। त्यो भिडियोलाई पनि माया साथ सपोर्ट गरिदिनु होला। धन्यवाद।